गर्मी छ है बा हजुर गर्मी त ल बासँग बस्छु अब आनन्दसँग म नि गफ गरेर बस्छु ल यसलाई चाहिँ के खटिया हजुर ए खटिया भनिन्छ है यसलाई ए अनि यो साँपहरू लाग्दैन बा यस्ता हजुर साँपहरू साँप अँ आउँछन् कहिले कहिले आउँछ है अनि यो त जङ्गल नजिकै रहेछ होइन यो हात्तीहरूको डर कति हुन्छ हात्ती चाहिँ यहाँ छैन ए हात्ती चाहिँ आउँदैन है हात्ती बाघ कहीँ कता छन् यहाँ यो वनमा छैन छैन है ए साँप चाहिँ आउँछ जो साँप छन् उर्माको जङ्गलमा छ नि बाघ पूर्वको उर्माको उल्टाको ए यताको यो यसमा ए अनि खाना आफैले पकाएर खाने छोरी पकाउँछ ए छोरीले पकाइदिन्छ अहिले चाहिँ छोरी घाँस काट्न गएको कि महिना छ एक माइली छोरी मेरो यहाँ छ पटेर ए अहिले घाँस दिएर गयो हो ए घाँस कोही पकाउँछ अब दुई मान्छे उहाँ छन् दुई मान्छे हामी यहाँ अनि यसो गरेर लट्ठीले कोतार्दाखेरि दुख्दैन नै दुख्ने हो बिस्तारै गर्ने यस्ताले गर्ने यस्ताले गर्ने है अनि गरिब हो भने त बाहिर सुत्न नि मिल्यो यता त यस्तो होइन खटियामा ल्यायो रातिभरि पङ्खा चलेको चल्यो पङ्खा चल्या चल्यो ए अनि तपाईँहरूको त्यो छोरीहरू बिहे गरेर पठाउँछ नि हाम्रो दाइजो दिने चलन छ कि छैन यता चाहिँ त्यस्तो दाइजोहरू दिने दिन्छ है दाइजो केटाहरूले माग्छ कि केटीहरूले जस्तै हामीले चाहिँ यति दिन्छौँ भने बुवाको शक्ति दाईको शक्ति भयो जति सक्यो भने जति दिने कहाँ न केटी न केटा कोही नै माग्ने ए आफ्नै गच्छे अनुसारले दिने त्यो त राम्रो हो आफ्नो गच्छे अनुसारले कति ठाउँमा त दाइजोको नाममा मलाई यो चाहियो त्यो चाहियो नि भन्छ नि त होइन त्यस्तो चाहिँ होइन आफ्नो गच्छे अनुसारले दाइजो दिने आफ्नो शक्ति हो हो जति सक्यो भने जति सकिन्छ त्यति अघिको जमानमा त त्यसै खटिया सटिया दिने अब त सब पलङ भइगयो टेबल भइगयो कुर्सी भइगयो अनि वस्तु कति छ गाई वस्तुहरू चाहिँ अझ मेरो यहाँ खालि भैँसी मात्र छ एक भैँसी दुध हो कि एक भैँसी छ एक बच्चा छ एक बच्चा छ दुध हजुर आफै दुहुने कि ए बल्लो पटेर छन् ए ल बासँग कुरा गर्न खुसी लाग्यो रमाइलो भयो गफ गर्दा पनि कहाँ जाने